ल्याएको छु है त। आज चाहिँ म तपाईँहरूको लागि भनेर एकदम राम्रो हुन्छ नि रेसिपीहरू सहित भएको यस्तो यहाँ मेथडदेखि रेसिपी इन्ग्रिडियन्ट्स सबै कुराहरू भएको चाहिँ मैले एउटा भिडियो बनाएको छु। भनौँ तपाईँहरू चाहिँ भिडियो लास्टसम्म हेर्नु अनि यस्तो रेसिपीहरूको चाहिँ स्क्रिनसट गर्दै हेर्नु होला। अनि यो चाहिँ हाम्रो युरोपतिर चल्ने खानाहरू हो। यो तपाईँहरू इन्टरभ्यू दिँदाखेरि यो नामहरू भन्नुभयो भने चाहिँ मलाई यो खाना बनाउन आउँछ भन्नुभयो भने तपाईँहरूको मिल्ने चान्स अझै धेरै हुन्छ है त। यो ग्रिल भेजिटेबल धेरै चल्छ है यहाँ। यस्तै ग्रिल भेजिटेबल दिन्छ यता ओभनमा राखेर बनाउने हो। अनि त्यही भएर भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। अनि केही बुझ्नु भएन भने कमेन्टहरू गर्न सक्नुहुन्छ, म रिप्लाई गर्छु होइन। अनि अर्को भिडियोहरू पनि बनाएको छु मैले, साइप्रस कसरी आउने के गरेर आउने भन्ने कुरा, अनि त्यो पनि हेर्न सक्नुहुन्छ है त। आज चाहिँ ल सुरु गरौँ के छ भनेर। बुकको नाम चाहिँ यस्तो छ, मैले बुझ्दैन है। ल केटा हो, वेलकम ब्याक टु माई अनदर भिडियो। आज मैले भनेको थिएँ नि तपाईँहरूलाई, मैले चाहिँ यहाँ भएको एउटा बुकको बारेमा भन्छु भनेर। मैले चाहिँ आज बुक ल्याइसकेको छु। बुक चाहिँ यही हो, इङ्ग्लिसबाट पनि छन् अनि नेपालीबाट मतलब ग्रिकबाट छ। ग्रिकबाट यो चाहिँ बुझ्दैन मैले होइन। अब म तपाईँहरूलाई देखाउँछु कुनै खानाहरू छ, तपाईँहरू टकटक म पल्टाएर देखाइदिन्छु, तपाईँहरू स्क्रिनसट गर्नु होला है त। अब म देखाउँदैछु यहाँबाट सरसर्दी। यो चाहिँ यहाँको सेफ अरे होइन। खै त कहाँबाट सुरु हुन्छ हौ। ल तपाईँहरू हेर्नु है त, मेनुहरू यिनीहरू हो, फुडको नामहरू पनि आफै हेर्नु, म पल्टाएर म त देखाइदिन्छु है त यिनीहरू चल्छ भनेर। अनि तपाईँहरूलाई नामै शुद्ध चाहिन्छ भने म तपाईँहरूलाई पछि देखाउँछु भनौँ न। यो त नेपालमै जति नै पाइन्छ यो टेम्पुरा त होइन। यो बुकको बारेमा चाहिँ मैले भिडियो बनाउँछु भन्ने थियो, त्यही भएर मैले आज बनाइरहेको छु। टक्क तपाईँहरूले यही हेरेर यिनीहरू खाना म्याक्सिमम् चल्छ भनौँ न यतातिर। यिनीहरू चाहिँ धेरै नै देखिरहेको हुन्छु मैले यहाँ। यिनीहरू हो खानाहरू चाहिँ। तपाईँहरूले टक्क स्क्रिनसट गर्दै हेर्दै गर्नु होला होइन। अनि रेसिपी पनि यहीँ छ क्या, रेसिपीहरू पनि यहीँ छ अनि सबै कुरा यहीँ छ भनौँ। तपाईँहरूले ग्रिक त चाहिँदैन। यो पिथा ब्रेड भन्ने हो, यहाँको चाहिँ धेरै चल्छ है यो चाहिँ। अनि यो सलाद हो, ग्रिक सलाद। यिनीहरू यसरी दिन्छ भनौँ न हाम्रोमा चाहिँ। अनि यो सलाद भइहाल्यो, स्प्रिङ सलाद। यो पनि सलाद हो। यस्तो सलादहरू बन्छ। यो पनि मोस्टली गइरहेको हुन्छ है बुफेमा यो सलाद। यो पनि प्रायः बुफेमा टन्नै हाल्छ यार। यिनीहरू हुन्छ। त्यो त के हो यार यो यस्तो डेन्जर फुड। भिडियो लामो हुन्छ भनेर चाहिँ मैले सर्ट देखाइदिरहेको छु, तपाईँहरू हेर्न सक्नुहुन्छ। लाजानिया कि लाजानिया रहेछ। यो फिस चाहिँ होइन, यो सिबास भन्छ अनि यसलाई लाब्राकी पनि भन्छ। यो चाहिँ सबैमा हुन्छ। यो चाहिँ हेर्नु है त, यो चाहिँ राम्रोसँग हेर्नु, यो बनाउने तरिकाहरू पनि हेर्नु। यो चाहिँ सबैतिर हुन्छ। ग्रिल भेजिटेबल दिन्छ अनि यो फिस हुन्छ है त। यो चाहिँ कन्फर्मै हुन्छ। यो ढुक्क भएर आउँदा हुन्छ, यो चाहिँ फिक्स हुन्छ। सालमन पनि कन्फर्मै हुन्छ, सालमन पनि ढुक्कै हुन्छ। अब किनकि सी फुडहरू त धेरै नै हुन्छ नि त युरोपतिर, यिनीहरू चाहिँ ढुक्क हुन्छ। यिनीहरू टक्क हेर्नु। बुझ्नु भएन भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ, म अर्को पनि भिडियोहरू ल्याउँछु है। अनि ल्याम्ब चपहरू, यिनीहरू ल्याम्ब चपहरू होइन, यो चाहिँ खत्रै जान्छ कि यिनीहरू। पोक चप, ल्याम्ब चप यिनीहरू चाहिँ राम्रोसँग सिकेर भन्दा नि यहाँ हेरेर आउनु होला भनौँ न। तपाईँहरूलाई इन्टरभ्यूमा सोध्ने पनि यिनीहरू नै हो क्या। यस्तो सोध्छ। फर्सीको बोट यार के हो। पोक फिलेट पोक फिलेट पनि हुन्छ जुनमा पनि पोक फिलेट हुन्छ। पोक बेली रे यो पनि पोक नै हो। पोक फिलेट यसभित्र चाहिँ हलुमीहरू हालेर बनाएको हुन्छ। यो पनि हेर्नु, यहाँ रेसिपीहरू यहाँ छ।
यिनीहरू तपाईँले नदेखे पनि बुफेतिर चाहिँ मजाले देख्नुहुन्छ। यो बुफेमा चाहिँ हुन्छ यो त स्टोकनअप जस्तै रहेछ तर होइन है भने चाहिँ हलुमी हो यो, हलुमी चिज हलुमी सिद्धे छ होइन। अब डेजर्टहरूको बारेमा त तपाईँहरूलाई खासै चाहिँदैन होला है, डेजर्ट पनि देखाइदिन्छु, अलिक सर्ट देखाइदिन्छु है त। डेजर्टको बारेमा पनि सर्ट सबै कुरा देखाइदिउँ न। के हो यो मैले देखाएको छैन यो त त्यस्तै हुन्छ है त ल।